हेलो एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल। म चाहिँ खेतमा आएको छु। यो चाहिँ हाम्रो खेत जाने बाटो हो क्या। खेत चाहिँ हाम्रो तल छ अनि यस्तो खतरनाक रमाइलो छ है छन् चाहिँ। अनि ट्याक यहाँबाट आइसकेपछि चाहिँ यहाँ ट्याक हेर्दाखेरि चाहिँ यहाँभित्र चाहिँ यसो गरेर यहाँबाट जाँदै 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 गर्दाखेरि यताबाट आउने हो हाम्रो घरबाट आउँदा। अनि यताबाट यसरी आउने हो। अनि यसरी आउँदाखेरि चाहिँ आउँदै गर्दा यहाँभित्र यहाँ पुगेपछि चाहिँ यस्तो जङ्गल भएछ कि हाम्रो खेत जाने ठाउँ त खेत यस्तो जङ्गल भएछ कि पहिला चाहिँ थिएन है यस्तो। पुरै यहाँ खेत थियो पहिला। अनि यहाँ पानी आइरहेको हुन्थ्यो, अहिले पानी परेको छैन त्यही भएर। अनि यहाँभित्र आउँदा चाहिँ पुरै शीतल क्या। यस्तो जङ्गलमा आए जस्तो फिल हुँदो रहेछ। भिडियोमा त त्यस्तो नदेख्ने रहेछ, तर मैले रियलमा त कस्तो जङ्गल देखेको भने अनि यो चाहिँ खेत जाने बाटो। हाम्रो खेत चाहिँ यहाँबाट जाने हो है तलतिर। ओ तल यो जङ्गलको मुनि छ है हाम्रो खेत चाहिँ। म चाहिँ खाना लिएर आएको कि आज हाम्रो यहाँ दाउरा बोकेको छ। अनि दाउरा बोक्ने खेतालाहरू पनि छ। अनि मम्मीहरू चाहिँ तल जानुभएको छ। म चाहिँ अनि खाना लिएर आएँ। अनि फेरि त्यहाँ माथि गएर पानी लिएर आइज भन्नुभयो मम्मीले नि। पानी लिएर आएको। अनि यो चाहिँ यस्तो खतरनाक यहाँभित्र आउँदा त त कत्रो ठुलो जङ्गलमा आए जस्तो फिल हुँदो रहेछ। पहिले चाहिँ यहाँ पुरै खेत थियो क्या। पुरै खेत थियो, हामीले बाख्रा चराउँथ्यो। यहाँ एकतालि चाहिँ जङ्गल जस्तै भइसकेको थियो। अनि फेरि खेत बनाएको थियो। यो रुखहरू चाहिँ सानो सानो भर्खर आएको थियो। अहिले त रुख त यत्रो यत्रो भएछ, बाफ्रे जङ्गलै भएछ। अनि यसरी यहाँ पनि खेत थियो। यहाँ माथि पनि बाख्रा चराउँथ्यौँ हामीले सानो हुँदाखेरि। अहिले त पुरै अर्कै। तर बाहिर चाहिँ योभन्दा उता यो 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 ठ्याक्कै मैले स्टार्ट गरेँ भन्दा उता चाहिँ घाम लागेर गर्मी हुन्छ, घाम लागिरहेछ। अनि यता पनि घाम लागिरहेछ। उता चाहिँ यहाँ चाहिँ ठ्याक्क रुखले छेकेर पुरै शीतल क्या जङ्गलभित्र आएँ भन्ने फिल भइरहेछ। सो आजलाई चाहिँ यति नै गरौँ अनि म चाहिँ यहाँ छु। कति देखाउनु र म पनि यहीँ छु। यो चाहिँ खेत, यता चाहिँ खेत हाम्रो चाहिँ तल पनि खेत छ। ऊ तल यतापट्टि नि खेत छ, यतापट्टि नि खेत छ। अहिले दाउरा चाहिँ यतापट्टिको खेतबाट ल्याएको। अनि आज खेताला राखेको थियो तर खेताला नै पुगेन छ। सबै दाउरा आइपुग्दैन अरे अब। अनि हामी चाहिँ यसरी यहाँसम्म ल्याउँछौँ अनि यहाँबाट चाहिँ गाडीमा लान्छौँ घर।